हामीहरूले यस 45 दिने तालिमबाट धेरै कुराहरू सिक्यौँ। जुत्ता बनाउँदा सिक्दाखेरि पहिला त हामीले गर्दैनौँ कि जस्तो लागेको थियो। बाहिर जाने सोच पनि गरेको थिएँ मैले। अहिले यहाँ आएर सिक्दा गर्दै जाँदा धेरै राम्रो लाग्यो। केही गर्न सक्छु, हामीले नेपालमै पनि बसेर केही गर्न सकिन्छ भन्ने सोच लाग्यो। अहिले यो जुत्ता बनाउँदा सामानहरू लाग्ने हामीले केही कुराहरू सिक्यौँ। आफूले सामान ल्याउँदा छालाहरू छनौट गर्न सिकियो। बनाउन धेरै सजिलो रहेछ। हामीले नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सोच चाहिँ अहिले मलाई लागेको छ। मैले पनि गर्दिनँ कि जस्तो लागेको थियो, सक्दिनँ भन्ने लागेको थियो। तर बिस्तारै गर्दै जाँदा हैन, हामीलाई जुत्ता भनेको सबैले प्रयोग गर्ने हो। पार्लर या टेलर हामी अरूभन्दा यो चाहिँ धेरैमा युज हुने हैन, धेरैलाई काम लाग्ने हुँदा चाहिँ यो चाहिँ गर्न सक्यो भने राम्रो हुन्छ, यसमा अगाडि बढ्न सकिन्छ भन्ने लाग्यो। जुत्ता बनाउन त सकिन्छ, समस्या के छ भन्दा हामीमा अहिले लगानी लाउन अलि सकिँदैन। यसमा सरकारले हामीलाई तालिमहरू दिनुभयो, यो धेरै राम्रो हो। यसमा अझै थप केही सिक्न पाए राम्रो हुन्थ्यो। यसमा मसिनहरू लाग्छ, सामानहरू लाग्नेहरूमा त्योमा सहयोग गरे हामी गर्न सकिन्छ। देश जानुभन्दा अर्काको देशमा गएर दुःख गर्नुभन्दा आफ्नै देशमा केही गरेर आफ्नै देशमा मेहनत गरेर आफ्नो देशको नाम गराउनु नै धेरै राम्रो लाग्छ। आफ्नै देशमा बस्ने, केही गर्ने। 45 दिनको यो जुत्ता तालिम गरेर धेरै खुसी छौँ अहिले है। पहिला त सुरुमा आउँदाखेरि कस्तो होला के होला भन्ने हामीलाई लागेको थियो। 1-2 दिन गऱ्यौँ, कहिलेकाहीँ त हामीलाई आउने इच्छा पनि भएन कि सुरुबाटै नगरेको कसरी गर्न सकिन्छ खै भन्ने मनमा लागेको थियो। अनि आउँदा 2-3 दिनपछि हामीलाई गर्दा धेरै राम्रो लाग्यो। हाम्रो प्रशिक्षकले नि राम्रोसँग सिकाउनु भयो। अनि उहाँहरूले हजुरहरूले दिनुभएका कामहरू पनि, उहाँहरूले नजानेको कुराहरू पनि हामी उहाँसँग सोधी गरिरहेका छौँ र राम्रो पनि लाग्यो। आज 45 दिनको सिद्धिएर 45 दिनको तालिम सिद्धिएर आज समापनमा आउँदा धेरै खुसी पनि लागेको छ। अनि फेरि यस्तै गरिराखेर प्रमाणपत्र लिएर घरमा बस्न भन्दा सरहरूले केही यताउताबाट हामीलाई केही व्यवस्थित रूपले चलाउनु भयो भने हामी त्यसमा अझै आभारी हुने थियो। सुरुको दिनमा त सर हामीलाई आएर यसरी गर्दाखेरि हामीले एउटा काटेर पनि चलाउन नजानेको मान्छे होइन, यसरी गर्दा खै गर्न सकिला कि नसकिला भन्ने जस्तो मनमा भएको। हप्ता 10 दिन आइसकेपछि हामीलाई राम्रो लाग्यो, सकिन्छ भन्ने आँट आयो। सबैजना साथीहरू मिलेर हामी गर्छौँ भन्ने आँट आँखा गर्न सक्छौँ। हामी सबैको आँट आधार छ, सबैको साथ सपोर्ट पाइयो भने हामी गर्छौँ सर। कतिपय साथीहरू त सर हामीले फिनिसिङ राम्रोसँग निकालेका छौँ, कतिपय अलिअलि त्यस्तो भए पनि गर्ने क्रममा हामी गर्छौँ। सरहरूले अझै एडभान्स तालिमहरू यताउता केही दिएर हामीलाई अगाडि बढाउन सक्नुभयो भने हामी गर्छौँ। जटिलता त धेरै छ नि सर। यसलाई अब त्यो गमहरू लगाउन पर्ने भयो यसमा, अनि यसको ड्रापहरू लिन पर्ने भयो, अनि यसलाई फेरि हामी त्यसलाई कसरी फिनिसिङ निकाल्ने, त्यसको जुत्ताको ड्राप उसलाई फर्ममा कसरी कसेर त्यसलाई निकाल्ने र धेरै समस्याहरू भयो नि सुरु। अब अहिले हजुरहरूले र सबैजनाले भन्दा त सन्तुष्टिसम्म यसै गरी निरन्तर गर्न पाइयो भने अझै सन्तुष्टि हुन्थ्यौँ हामी। यसै अनुसार हजुर सबैजनाले साथ सपोर्ट गरे त गर्छौँ सर, हामी एकदम निर्भर त गरेर गर्छौँ। सुरुमा त आउन जस्तो लागिरहेको थियो, गर्दै जाँदा आए जस्तो लाग्छ। जहाँसम्म काम गर्न निरन्तर त्यसमा ध्यान दियो भने गर्न सकिन्छ। अनि नभन्दा मेन भित्री युवाहरूमा गाँसेर दम लगाएन अनि गर्न सकिन्छ। तिरोबाट एकदम सकिन्छ। आत्मनिर्भर त्यसैमा लागिराख्नुपर्छ। हामी अवश्य त्यसमा सक्सेस हुन सक्छौँ। एउटा त अब उद्योगतिर जानुपर्ने छ, अब उद्योगमा अब नजाने हुँदैन हामीसित त्यति छ। अब नजानेको लागि अब सबैले साथ सपोर्ट पाइयो भने गर्न सकिन्छ।